गत वर्ष मैले यहाँ लसुन रोपेको थिएँ। यो वर्ष के कान यो बोडी रोपेको थाहा नि पार मन खतला छ फल्ला कि भनेर। फल्यो पनि छैन, 2-4 कोठा मात्रै फल्यो, 2 थरी बिउ परेर हो कि। पहिला त यस्तो कल 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 त थियो, अब बिस्तारै बिस्तारै पातहरू भित्रभित्र मर्न थाल्यो। यस्तो पहेँलो पहेँलो यस्तो भएछ है। अनि फाल्न पनि मन खतला छ, लसुन ठाउँ पनि ओगटेछ। छक्क परेछु म। भँगेराले फेरि एउटा रहनु मान्छेले जुरेलाले खान्छ भन्छन् यहाँका मान्छेहरूले। जुरेलाले भन्दा धेरै यहाँ भँगेराले खाँदो रहेछ। यहाँ भित्र पसेर फुल लगाएको जति टप 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 टिपेर खाने। झाल यता छ, लहरा यहाँसम्म फैले छ। नपताएर त यो करेल तितो करेलोको फल हो। एउटा झाल देख्दा मर्न लागे जस्तो भयो। अब मैले गोडेर फाल्छु भनेको पनि मस्तै भइसक्यो। त्यही पनि फाल्दिनँ, अब एउटा लहरो छ भनेर राखेको। अझै पनि बोती लगाइरहेछ, फलिरहेछ। छक्क परेछु म यो कति त कर्लो देखेर। लहरो देख्दा केही छैन, फल्न चाहिँ फलेछ। यसरी बोती लगाएको छ है। फाल्दिनँ पो, बोती लगाउनु जाने किन फाल्ने हो है, के गर्न छ र। मस्त मजाले बोती लगायो। यस्तो भयो झाल बिचरा मरेर फेरि पनि फलेछ। छक्क पाएँ।